वाउ! खाने होइन त मिठो मोमो। फर्स्टमा चाहिँ मेरो भाइले मासुलाई अलिक सानो बनाउँदैछ। मैले चाहिँ थोरै बन्दा पनि मिस्ने भनेर बन्दा काट्दैछु। मेरो मम्मीले चाहिँ पिठो मुस्नुभयो अनि मैले प्याज, खोर्सानी, धनियाँहरू काटेँ। त्यो सबै काटेको कुराहरूलाई चाहिँ मेरो भाइले मिक्स गरेर एकदमै दामी किमा बनाउँछ। अनि मेरो भागमा चाहिँ गाइस अचार बनाउनु पर्छ। अचार बनाउनका लागि चाहिँ तेलमा लसुन र जिरा फुराएर मजाले टमाटरलाई पकाएर अनि त्यसमा बदम र धनियाँ हालेर लास्टमा मिक्सरमा हाल्दाखेरि यस्तो दामी अचार बन्छ नि गाइस। अनि मम्मी र भाइले चाहिँ यता बनाउँदै हुनुहुन्छ मोमोको सेपहरू। अनि अब चाहिँ तर आज मिक्सर बिग्रेको छ। म चाहिँ पिस्छु यो अचारलाई मजाले। अचार चाहिँ यस्तो भयो, हेर्दा यस्तो देखेको छ, खाँदा यस्तो टेस्टी थियो नि गाइस। वाउ! हेर्नु, सेप चाहिँ एकदम राम्रो बनाउँछ मेरो भाइले, मलाई चाहिँ आउँदैन। अनि अब म पनि यहाँ उपस्थिति भइसकेँ बनाउनको लागि। कडा मेहनतपछि हाम्रो चाहिँ मोमो रेडी भइसक्यो। आज हाम्रो 20वटा खाने च्यालेन्ज थियो, तर मैले चाहिँ त्यो च्यालेन्ज हारेँ गाइस। बाई।